नमस्ते सम्पूर्णलाई र स्वागत छ फेरि पनि मेरो च्यानलमा। र अहिले फिलहालमा टाइम बजिरहेको छ 2 बजिरहेको छ है। र अहिले चाहिँ के छ भन्दाखेरि चाहिँ है मेरो नानीहरू पनि आइसकेको छ है कोचिङको लागि। र नानीहरूलाई पनि म यसो सोध्छु ल कस्तो फिडब्याक कस्तो हुँदो रहेछ भनेर। नानीहरू ममा आइरहेको छ कोचिङको लागि। मेरो नानीहरू कोचिङ पनि हाई भन्नु सबैले। र अझै पनि छ नानीहरू है। नानी तिमीलाई नि मैले तिमीलाई कोचिङ पढाउँदाखेरि मजा आउँदैछ? मैले पढाएकोहरू बुझ्दैछौ तिमीले? तिमीहरू एक्साइटेड छौ नि त है? तिमीहरू चाहिँ छिट्टो आउँछौ नि त है? मैले यिनीहरूलाई बोलाउँछु कि 3 बजी आउनु भन्छु होइन। 3 बजी भन्छु टाइम 3 बजीको टाइम हो भन्छु। 1 बजी आएर यिनीहरू होइन। अन्त मलाई सर भन्दै बोलाइरहन्छ है तिमीहरूले है। 1 बजी आएर है तिमीहरू है। सायद यिनीहरूले खाना पनि खाएर आउँछ कि आउँदैन हो। साह्रो छिटो पनि आउँछ म भएकोमा हो। अन्त मलाई यिनीहरूले बोलाएको हुन्छ। मलाई एकदम मेरो पनि घरमा कामहरू हुन्छ होइन। अन्त यिनीहरूले दिँदैन कहाँ काम गर्नु क्या। अन्त आएर बोलाइरहन्छ मलाई हो। अन्त मजा आउँछ तिमीलाई? मजा आउँछ? मसँग मजा लाग्छ हो। सायद मजा पनि आउँछ होला कि। अन्त त्यही भएर चाहिँ छिटो आउँछ। अन्त कोही पनि त बिहानहरू पनि आउँछ। यस्तो आमा कस्तो राम्रो नानीहरू छ नि। हेर्नुहोस् त सबैको नाम भनिदिन्छ म। सबैको नाम भनिदिन्छ है। यहाँको नाम उसको नाम चाहिँ अनिता देवान। अनि उसको नाम रिनम राई। यसको नाम चाहिँ पदुवा राई। प्रियांशु है। उसको नाम चाहिँ के हो? निमसाङ है। कस्तो राम्रो नानी छ हेर्नु। यहाँ देख्नु हुँदैछ नि यहाँ चाहिँ आमा डरलाग्दो रिसिदिन्छ है। उहाँ चाहिँ उसको है को पो उसको नाम त प्रसिद्धि है। म्याउ त नभन्नु न हौ। उसको नाम चाहिँ के हो? यहाँ चाहिँ सुँगुरको मासु चाहिँ 10 केजी जस्तो खान्छ है। उसले चाहिँ ब्रोइलरको उयो चाहिँ फेरि विङ्सहरू चाहिँ कम त खाँदैन नि। मन पराउँदैन भाइ। म त के खान्छु नि अब। त्यो त सबै खान्छ नि। यसले सबै खान्छ। मजा आउँछ है। मजा आउँछ। बाई।